2082 साल हो, चैत महिनाको 5 गते रहेको छ। जुन दिन रहेको छ औँसी हो। यो औँसीको दिन अब के गर्ने? दक्षिण दिशा र पश्चिम दिशामा पितृको नाममा बत्ती बाल्ने, जल अर्पण गर्ने, धूप बाल्ने। यो दिन माछा मासु नखाने, शुद्ध खानेकुरा खाने, पितृको नाममा यो मल्ल समर्पित गर्ने, सकेसम्म तेल दान गर्ने, दही दान गर्ने, पानी दान गर्ने। यो दिन पिपलको वृक्षमा यो दिन हजुरले चाहिँ बत्ती बाल्दिने हैन। गौमातालाई हरियो घाँस खान दिने, केरा खान दिने, माछा अथवा कुनै पनि चराचुरुङ्गीलाई आरो चारो खान दिने, तलाउमा लगेर नदीमा लगेर केही पाउरोटी चामल हालिदिने पितृको नाममा। ओम पितृदेवताः सर्वेभ्यो नमः। कुनै गुरुदेवलाई टिको लगाएर केही दान दक्षिणा दिने हो। 12 पितृदोष छ भने सिधा दाल चामल चिनी घिउ तरकारी हैन, बेसार नुन एक छाक टन्न खान पुग्ने गरी गुरुदेवलाई लगेर केही न केही खाना दिने। यो दिन घरमा माछा मासुलाई वञ्चित गर्ने, मदिरापान वञ्चित गर्ने, घरमा हो हल्ला नगर्ने। कुनै बटुक अथवा गुरुकुल साधु सन्त महन्त कुनै न कुनै तपाईको चाहिँ दिन दुखी अपाङ्ग दृष्टिबिन एकल महिला भएको ठाउँमा, वृद्ध आश्रम भएको ठाउँमा गएर केही सहयोग गर्नुहोला।